मन्त्र योग होस्, ध्यान योग होस्, क्रिया योग होस् वा कुण्डलिनी योग, कुनै पनि योगाको पाथमा प्रोग्रेस गर्नु छ भने सुरुमा केही फाउन्डेसनल स्किल्सहरू डेभलप गर्नै पर्छ। नम्बर 1 स्किल हो एउटा कम्फर्टेबल सिटिङ पोस्चर डेभलप गर्ने। योगाको बिगिनरले कम्तीमा पनि 20 मिनट्स एउटै पोस्चरमा बडीलाई कम्प्लिटली स्टिल 1 मिलिमिटर पनि मुभ नगरिकन राख्न सक्ने हुनुपर्छ। नम्बर 2 स्किल हो रिल्याक्सेसन। बडीलाई स्टिल राखेर मात्रै हुँदैन, त्यही पोस्चरमा बडी र माइन्ड दुवै रिल्याक्स पनि हुनुपर्छ र रिल्याक्सेसनको लागि केही प्राणायाम अनि ब्रिदिङ प्र्याक्टिसेसहरू युज गरिन्छ। नम्बर 3 स्किल हो कन्सन्ट्रेसन। यसमा हामी आफ्नो अटेन्सनलाई एकैचोटि एटलिस्ट 2 to 3 मिनटसम्म स्टेबल राख्न सिक्छौँ। यो तीनवटा स्किल्सलाई इन्डिभिजुअली पनि डेभलप गर्न सकिन्छ, तर एउटा फिक्स्ड रुटिन बनाएर कन्सिस्टेन्टली प्र्याक्टिस गरियो भने 2 देखि 3 मन्थ्समै यी फाउन्डेसनल स्किल्सहरू सजिलै डेभलप गर्न सकिन्छ। हिमालयन कोर्स प्लेटफर्ममा हामी एभ्री विक इन्ट्रो टु मेडिटेसन भन्ने फ्री वर्कसप अर्गनाइज गर्छौँ। यो 1.5 आवर्सको वर्कसपमा हामी यी तीनवटा फाउन्डेसनल स्किल्सहरू कसरी सिस्टमेटिकली डेभलप गर्ने भनेर डिटेलमा बुझाउँछौँ। himalayancourse.com मा गएर यस वर्कसपको नेक्स्ट ब्याचको लागि रेजिस्टर गर्न सक्नुहुन्छ र वर्कसप एटेन्ड गर्नको लागि एप स्टोर अथवा प्ले स्टोरमा गएर हिमालयन कोर्स एप डाउनलोड गर्न सक्नुहुन्छ।